Hello everyone, welcome to the day 8 of a book a day series. आज मसँग फिजिकल किताब चाहिँ छैन, बुक चाहिँ छैन। मोहनदास भाइ उदय प्रकाश चाहिँ यिनी चाहिँ हिन्दी साहित्यकार हुन्, इन्डियाका भारतका हुन् र यसले अनुवाद चाहिँ एङ्गेजले गर्नुभएको हो। मोहनदास चाहिँ एउटा युवाको कहानी हो जो चाहिँ आफ्नो पढे लेखेर चाहिँ जागिर खान चाहन्छ। त्यसपछि विभिन्न ठाउँबाट चाहिँ रिजेक्ट भएर ऊ चाहिँ घर घर खेतीपाती गर्न थाल्छ। अनि त्यसपछि चाहिँ उसले सुन्छ कि उसको नामबाट चाहिँ कसैले चाहिँ जागिर खाइरहेछ। त्यसपछि चाहिँ ऊ जान्छ र चाहिँ आफू चाहिँ म त्यो जसको प्रमाणपत्र पेस गरेर त्यो मान्छेले जागिर खाइरहेको छ त्यो मेरो हो भनेर ऊ चाहिँ प्रमाणित गर्नको लागि चाहिँ सङ्घर्ष गर्छ र त्यही सङ्घर्षको कथा नै मोहनदास हो। यो चाहिँ नेपाल र भारतको सन्दर्भमा चाहिँ एकदमै वास्तविक कथा हो, सामाजिक यथार्थ हो। हामी चाहिँ भ्रष्टाचार व्यतिथि यति धेरै छ अनि आफ्नो नातावाद कृपावाद होइन यस्ता घटनाहरू चाहिँ हाम्रो समाजमा धेरै नै छरपष्टै छन्। अब यहाँ चाहिँ कसैको अरूको सर्टिफिकेट लिएर चाहिँ आफ्नो भनेर गरियो, कतैबाट चाहिँ नक्कली के अरे सर्टिफिकेटहरू गरेर गरिन्छ होइन। यो चाहिँ एकदमै मन छुने कथा छ होइन। एउटा युवा जो चाहिँ आफ्नो गरिबीबाट चाहिँ मुक्ति पाउनको लागि, छुटकारा पाउनको लागि चाहिँ होइन सङ्घर्ष गर्छ, मेहनत गर्छ, पढ्छ, त्यही पनि उसले त्यो अवसर पाउँदैन र चाहिँ उसले पाउने अवसर पनि अर्कोले खोसिदिन्छ होइन। अनि उसले गरेको मेहनतको फलबाट अनि त्यो पनि उसलाई त्यो मेरो हो है, त्यो मेहनत मेरो हो, त्यो प्रमाणपत्र मेरो हो भनेर चाहिँ उसले चाहिँ प्रमाणित गर्नुपर्ने अवस्था आउनु भनेको चाहिँ कति धेरै नराम्रो स्थिति हो, कति खराब स्थिति हो होइन। नेपाल र भारत जस्तो देश चाहिँ यसबारे चाहिँ बुझिरहेको छ हरेक दिन। अब हाम्रो समाजमा चाहिँ मोहनदासहरू भेटिरहन्छन् होइन। कुनै न कुनै तबले गर्दाखेरि चाहिँ अवसरबाट वञ्चित गरिएका होइन। त्यसैले पढ्नु होला, एकदमै राम्रो छ यो किताब। फेरि भेटौँला अनि पढेपछि भन्नु होला पनि तपाईँहरूलाई कस्तो लाग्यो। फेरि भेटौँला, बाई बाई।